अर्कोको अपडेट के छ थाहा यहाँ पैसा अनि यहाँ फिल्म हेर्दै अनि नाकमा सिँगान छ हैन तसँग त तीनवटा थरी छ पैसा छ सिँगान छ मोबाइल नि छ हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर न्यू भ्लग र अनि अहिले चाहिँ म पसलमा आइसकेँ अनि पसल यताको पसल खोलेको नरहेछन् हाम्रो यो मात्र खोल्छ शनिबार लेट खोल्छ हैन अनि हामी चाहिँ चाँडो सधैँ चाँडो खोलिन्छ त्यही पनि चाँडो मतलब कति बेला भन्दा त्यही 6 बजे त कहिले खोलेको छैन मैले 7 बजे खोल्छु अनि खोलेर नि भइसक्यो मैले अब चाहिँ यहाँ मैले साफसफाइ गर्न बाँकी नै छ र अनि हाम्रो पसलमा चाहिँ के भइएको रहेछ भन्दाखेरि त्यो पेपर त्यो यस्तो ऱ्याप गर्ने पेपर र अनि त्यो प्लास्टिक दुईटै भइएको रहेछ यो प्लास्टिक नि भ्याइन लागिसकेको छ थोरै मात्र बाँकी छ अनि यहाँ पेपरहरू नि यो थोरै चाहिँ यो पेपर दिले त्यो कपीको च्यातेर यहाँ राख्नु भएको रहेछ यो पेपर नि भ्याइएको छ अहिले म ग्राहक आयो भने त्यो त्यो पोको पारेर दिनलाई त्यो प्लास्टिक छैन त्यही पनि पेपरहरू छैन त्यही नि त्यतिकै पेपरले यताउता गरेर पठाइदिन्छु म चाहिँ नभए चाहिँ पेपर छैन अहिले म दाइलाई छोड्न जाने बेला चाहिँ पेपर किनेर ल्याएर आउनुपर्छ हैन अनि प्लास्टिक नि छैन त्यतिखेर प्लास्टिक गरी किनेर ल्याएर आउँछु म अनि देखि लिएर के गर्नु बाँकी धेरै नि यो यहाँ मुसा आउँदो रहेछ क्या हो हैन मुसा पुरै दुलो पारे हेर न पुरै दुलो पारे है यस्तो दुलो पारे है यसो दुलो पारे है माया पुरै हैन त्यो मुसा कहाँबाट के चढ्दो रहेछ मैले यो उसलाई माथि यसलाई छोपेर राख्छु हैन यसलाई छोपेर राख्छु अनि यहाँ माथि यो पिडेहरू यस्तो माथि राखे पनि हैन मुसा त्यहाँ आउँदो रहेछ कसरी आउँछ अचम्म लाग्छ कि यत्रो जम्प गरेर मैले एक दिन हैन के गर्छ भनेर एकचोटका जस्तो त्यो धुलो मासुहरू चाहिँ यहाँ राखिरहेको थिएँ हैन बिहान आउँदा त्यहाँको मासु पनि छैन पुरै खाइसकेको क्या त्यस्तो यति तलबाट माथिसम्म आउँदो रहेछ क्या खान मन लाग्छ त एनी हाउ आउँदो रहेछ क्या मुसाहरू खतरा रहेछन् टाठा हैन मान्छेहरू गर्दैन मुसाले गर्दा रहेछन् आफूलाई चाहियो कि जे जस्तो गर्न लागिहाल्दो रहेछन् त्यहाँसम्म अचम्म लाग्यो कि मलाई त यहाँसम्म कसरी आयो मुसा तर कहाँ थाहा छैन राति आउँछ कि के थाहा भएन तर मुसाले आएर खाइहाल्दो रहेछ यहाँ यस्तो सबबाट खाली छ नि त ठाउँ इन्टी स्पेस छ यो सब हटाएर हेर्दा पनि मुसा हुँदैन कि यताउता सब यो सारेर हेर्छौँ त्यो नि सारेर हेर्छौँ यो सारेर हेरिन्छ अनि यतापट्टि त सब खाली छ नि त यतातिर त सब खाली छ हेर्दा पनि हुँदैन बाहिरबाट राति आउने रहेछ क्या सर्टहरू यस्तो दुलोहरू हुन्छ नि खुप्चा त्यहाँबाट आउँछ क्या जस्तो लाग्यो आएर मलाई यहाँ सब यताउता खुदाल गरेर खाएर गइहाल्दो रहेछ माइला र म अब सरसफाइ कार्यक्रम जुटाउँछु नि त खास गरी भन्नुपर्दा अहिले मेरो भ्लग हाल्ने बेला भइसक्यो तर म चाहिँ अहिले पसलमा छु त्यही भएर हाल्न पाएको छैन र अनि आज पनि लेट त लेटै आउँछ होला कहिलेकाहीँ अब यस्तै हुन्छ लेट हुन्छ के हुन्छ कहिले टाइमिङ दिँदैन त्यही भएर हल्का च्याउ हुन्छ कि है त अनि अहिले चाहिँ अब म पसलमै छु अब के गर्नु अब एकछिनमा घर गएर भ्लग अपलोड गर्नुपर्छ मैले ठुलो मिस्टेक गरेको छु कि हिजो राति फ्रिज अफ गर्न पर्ने ठाउँमा हैन अन भएर पुरै मासु हिजोको 2टा कुखुरा थियो पुरै हड्डी भएछ हैन अनि यहाँ हेर न फ्रिज कस्तो भएछ पुरा त्यो पात जस्तो भइरहेको के धेरै उ भएर अहिले त पुरै यस्तो पुरै आइस यो आइस माइला आइस के पुरै आइस सब आइस भइदियो मैले हिजो राति फ्रिज अफ गर्न बिर्सेछु त्यही भएर च्याउ भइहाल्यो र अबबाट अस्ति पनि एकचोटि भएको थियो अनि आज नि अहिले भयो मलाई पुरै यस्तो भएको बेला त पुरै हुन्छ नि अब बिहान कुकुर आइरहेको थियो एक पिस हड्डी दिउँ भनेर यस्तो खोल्न लगाएको त पुरै आइस पुरै यो फ्रिज त पुरै जमिरहेको के च्याउ भइदिरहेको रहेछ र अनि अहिले चाहिँ 10:30 भइसक्यो खाना खाएर पनि भ्याइसक्यौँ हामीहरूले र अब एकछिनमा म दाइलाई अब छोडेर आउँछु उता सिर्जना चोक छोडेर आएपछि फेरि म घर आएर अनि मेरो अरू काम पनि गर्नुपर्ने छ हैन भोलि कलेज हो नि त अनि भोलि सन्डे त बिदा हुन्न अनि त्यही भएर ड्रेसहरू धुने नुहाइधुवाइ गर्ने ड्रेस त धुन्न किन झ्याउला नुहाइधुवाइ गर्छु पहिला ड्रेस त एकजोर अलरेडी सफा खाके अस्तिको पालि धोएको त्यो अलरेडी सफा त्यही भएर एकचोटि अर्को पालि हुन्छ अर्कोको अपडेट के छ थाहा यहाँ हातमा पैसा समातेको अनि मस्त फिल्म हेर्दै पैसा यहाँ है पैसा अनि यहाँ फिल्म हेर्दै अनि नाकमा सिँगान छ हैन तसँग त तीनवटा थरी छ पैसा छ सिँगान छ मोबाइल नि छ यो उठ मलाई हेराउनुहोस् नै तँलाई भरे मोटु पात्दु हेराउला
मोटो बहादुर हेर्छस् नै भरे भन् मसँग मोटो बहादुर हेर्छस् नै मलाई नि देखा यसरी देखा मलाई यसरी देखा हो देखा गुड शिवा हेर्दै हो यो चाबी झिकेको त यो धरी मसँग जाने भनेर ऊ हुन लाग्यो मलाई पैसा दिन्छस् यो सब मलाई दिन्छस् यो सब यता हेर पहिला दिने भए मात्र लान्छु फेरि यता हेर पर्छुन् अब त लान्न अब त अब गइनस् त अब जान्नस् अब त जान्नस् त भइस अब भ्याइयो हामीहरू चाहिँ सभागृह जानलाई रेडी भइसकेका छौँ मैले यो लगाइसकेँ कल हुनुहुन्छ घरबाट हाम्रो गाउँबाट कल आएर बोल्दै हुनुहुन्छ कन्डिसन बुझ्नलाई के गरेको तिमीहरू यहाँ सबजना बाहिर हिँड्नु अहिले फेरि माथि नि के गरेको यहाँ के गरेको तिमीहरू पढ्ने हो को टिचर एबिसिडी भन त एबिसिडी आउँदैन टिचर त फेरि आउँछ भो अरे तिमीलाई आउँछ कि नै के आउँछ किन लिपस्टिक लगाएको यत्रो र अनि म चाहिँ अहिले स्कुटर झिकेर बाहिर आइसकेँ र दाइ चाहिँ भित्र आउँदै हुनुहुन्छ र अनि अब हामीहरू चाहिँ डाइरेक्टली जाने यहाँ चर्च अगाडिको चाहिँ हेरौँ कार्यक्रम के चल्दैछ यहाँ आज चर्च हो यहाँ चाहिँ आज के हुन्छ भन्दाखेरि मान्छेहरूको एकदम भिड हुन्छ यहाँ आज खै त दाइ अहिलेसम्म आउनु भएन त फिलहाल अहिले हामी चाहिँ सभागृह टक्क 10:52 भइसक्यो हामी चाहिँ सभागृह चोकमा छौँ 11 बज्न लागिसक्यो र दाइको यहाँ उसको काउखोलाको गाडी आउँछ अनि दाइलाई काउखोला पुगाएर हामी फेरि प्लास्टिक लिन जान पर्छुन् बुझिस् नि कहाँ जाने अरे हामी प्लास्टिक लिनु कहाँ जाने अरे भन्न हेर्न चले खायो तेरो नाकमा यल्लो यल्लो त्यो फाल्ट छ्या है त दाइ ल गएँ म दाइ चाहिँ जानुभयो पर्छुन् बाबा त जानुभयो अगाडि बस् त अब अगाडि बस् यसको यस्तो फोहोर छ यार यो कपडा हेर त पर्छुन् त्यहाँ बस्न ड्याड जानुभयो भन्दा बाबा जानुभयो बुझिस् र अब हामीहरू चाहिँ त्यो प्लास्टिक लिनलाई हिँड्दैछौँ है उता त्यो कहाँ हो त्यो ठाउँ भन्नेको थाहा त नाम थाहा छैन यहीँबाट जाने होला यहाँबाट भित्र जाने हजुर यहाँबाट भित्र जाने होला भन् हिमाल कहाँ हिमाल देखिसकेँ ल हिँड अब जाम ल कहाँ जाने अरे भन् त हामीहरू अब ओ हेलो भन् त यो भाइलाई हेलो भाइ भन् त हेलो भन् हेलो भाइ बोल्न भने बल्ल भन्छ तँलाई ल जाम ल र यहाँ हामी प्लास्टिक किन्ने पसलमा आयो प्लास्टिक यो सब भयोभरका सब प्लास्टिक रहेछ नि यिनीहरू सब प्लास्टिक यहाँ चाहिँ पुरै होलसेलमा पाइँदो रहेछ होलसेलमा हामीहरूले जहिले पनि होलसेलमा लान्छ यहीँबाट के अस्ति पनि आएको थिएँ जहिले पनि आउँछु दिदीले पनि यहीँबाट लानुहुन्छ यहीँबाट लग भनेर भन्नुहुन्छ कि त कहाँ हेर्न गएको यहीँ छ बे के चाहियो भन् तँलाई ए अस्तिकै खालेवाला यिनीहरू नि हो कति 100को कति आउँछ 115 100को ट्याक्का आउनु न कतिको भयो दुईटाको ट्रेड भयो होइन हो त्यस्तोवाला भनेको के यो त महँगो भयो होइन र एउटै सेम हो लिनु क्याच ल फोर र अब हामीहरू चाहिँ यहाँ त थ्याङ्क यू दाइ ल इन पर्छन् त्यो डिक्की भित्र हालौँ ल ओ माई गड हाल्दै ल इन छड् न त्यो छड् न चार्जर हो कि त्यो ल इन अगाडि बस ल हालिस भयो ल हिँड्छौँ यो नि थिच्न त अब यो त थिच्न रातो बटन थिच यो थिच ओए अब केही नगर है अब केही गरेछ नि गुड्छ फेरि गाडी कहाँ बस्ने यस्तो अनि अब यत्रो चढिनस् चढ्न आयो अर्को नि पर्छुन् त झर्न त्यसै झड यो बत्ती बालेर यिनीहरूलाई
ओइ यो नानीले नि हान्यो मलाई यसलाई नि हान्यो आइज पर्छ तर म आइज यिनीहरूलाई गोद्ने आइज आइज न आयो यस आइज पर्छ नि या आइज आइज न गोद्न आएन न यिनीहरूलाई गोद पहिला ओ त्यो कुचुले होइन है कुचुले होइन कुचुले हान्ने होइन है पर्छन् ए हेर्दै दिदीले हान्न लाग्यो मलाई खान त 10 रुपियाँ यहाँ मैले पाएँ यस ल लैजा नि त अनि खल्टियो हाल यिनीहरूलाई गोदौँ न आइज न पहिला यिनीहरूलाई गोद्न आइज न गोदौँ न ल ल गोद ल पर्छन् आमा पर्छन् कसलाई गोद्ने पहिला ल भन् ओ त्यति पावरले हान्ने नै भान्जी अयो पर्छन् हान्न बे हान्न यो भान्जीलाई हान् भान्जीलाई हान् डराउँदो रहेछ डरपोक हान्न आयो मलाई त के गएको रे ए रामा यो नानीले हेर्न मलाई हानेको यो नानीले आयो 1 2 3 जनालाई पर्सनल गोद्न लाउँछु अब म अब गोद्न लाउँछु कहाँ गयो दाजु ए दिदी बहिनीको फाइट ओए फाइट नगर बाबु मैले नुहाइ धुवाइ त गरेन झ्याउला आएर एकछिन अनि पर्छन् भक्कसी उठेछ होइन कस्तो भइरहेछ कहाँ चर्चर भइरहेको यार त्यहाँ बिहा यार तर के भएको थाहा भएन र सबजनालाई मैले आज खासै भ्लग गर्दैन त्यही पनि अब के यताउता फर्महरूमा अल्झेर बसिरहेको थिएँ आज त्यस्तो खासै हुँदैन त्यही पनि केही छैन र आजको डेली अपडेट गराएको मेरो चाहिँ होइन त्यस्तो गराएको होइन त्यही हो सबजनालाई मेरो आज दिन यत्तिकै बित्यो भनेर जानकारी गराउँछु सबजनालाई र म आजको यो दिन यहीँ विन भयो भन्ने जानकारी गराउँदै यो भिडियोबाट म बिदा हुन चाहन्छु ओके बाइ सी यू टुमारो